हेलो गाइस, गुड मर्निङ। स्वागत छ मेरो नयाँ भिडियोमा अनि सबैलाई ह्यापी दसैँ। उठ उठ हुन्छ म बेड मिलाउँछु हो जानु अरू काम गरौ प्लिज। अनि यो केटी चाहिँ उठ्न मानेन अनि म चाहिँ अर्को रुम सफा गर्नु पर्यो भन्दै लागेको छु। अनि दसैँ पनि आइसक्यो। हजुरहरूको दसैँ चाहिँ कस्तो आउँदैछ? मेरो त यो पालि दसैँ न तिहार भएको छ। घरदेखि टाढा बसेपछि त्यस्तै हुँदो रहेछ, जान पनि मिल्दैन। जान मन लाग्यो भनिसक्दाखेरि कुकुर बिरालो पालेपछि चाहिँ घर छोडेर हिँड्न चाहिँ एकदम मिल्दो रहेन रहेछ। अब उनीहरूको पनि माया लाग्छ, छोडेर पनि कहाँ जानु र भनेर मिल्दो रहेन। अनि अरू बेला त यादै लाग्दो थिएन, यसकै काम गरौँ बसौँ दिन गइहाल्थ्यो। दसैँ तिहार नजिक नजिक आउँदाखेरि चाहिँ मन कस्तो कस्तो हुँदो रहेछ हौ साथीहरू। घरको याद आउँदो रहेछ, मम्मी बाबाको याद आउँदो रहेछ। अनि मेरो चाहिँ यो पालि यस्तै भएको छ। अर्को पालि चाहिँ म छिट्टै जान्छु, दसैँ तिहार मजाले मनाउँछु भनेर सोच्दै बसेको छु। यो पालि चाहिँ यस्तै भइहाल्यो। हजुरहरू चाहिँ मजाले मनाउनु होला। अनि म चाहिँ यहाँनिर रुम सफा गरिसकेर आएँ बाहिर सफा गर्नलाई। अनि गलेर मर्न आँटेको थिएँ, टाउको दुखेको थियो मेरो चाहिँ। अनि मैले चाहिँ ब्ल्याक कफी बनाएर पिएँ। अनि त्यसको बादमा यसलाई अलिकति कपडा चाहिँ धोइदिँदै गर्न हो भनेको। हेर्नु न यहाँ कसरी धुँदैछ कपडा। अनि कपडा धुँदा धुँदै फोन हेर्दै र चाहिँ एउटी चाहिँ अनि भोक लाग्यो भनेर एप्पल काटेँ मैले। एप्पल काटेँ मेरो हात पनि काटेछ, खुन चाहिँ निस्केन। कस्तो खालको काटाइएको नि यो हात कटाइ चाहिँ। अनि हामी एप्पल खाएको, हाम्रो एप्पल खाने चाहिँ हेर्नु न यहाँ जङ्गलीले खाए जस्तो गरेर खाँदैछौँ यहाँनिर। अनि अलिकति पेट पूजा गरेपछि चाहिँ म फेरि लागेँ काम गर्नलाई। यहाँ फटाफटी सफा गरेँ। अनि फ्रिज हेरेको त्यस्तै भएको रहेछ, फेरि फ्रिज पनि सफा गरेँ। अनि एउटीले भने भोक लागिसक्यो सब्जी बनाएन भने। अनि म चाहिँ सब्जी बनाउन थालेँ। भात चाहिँ अघि पाकिसकेको थियो। सब्जी बनाउँदा बनाउँदै म चाहिँ लाग्नु पर्यो कपडा धुन भन्दै यहाँ सब्जी बसाएर गएँ कपडा धुनलाई। अनि यहाँ कपडा धुँदा गरेँ, यसो हेरेको त माथि पनि यति रहेछन्। अनि यो कपडा धोइसकेर सब्जी हेर्न जानु पर्यो भनेको, सब्जी पनि पाकिसकेको रहेछ। आएको छौँ गाइस, सनस्क्रिन पनि लगाएकै छैन। मजाले भएन। अनि आएर हामी चाहिँ यहाँ भात खान थाल्यौँ। दाल पनि बनाएको थिएँ अनि छ मासु। अनि त्यसको बादमा मैले चाहिँ हात खुट्टामा लगाएँ नेल पेन्ट। अनि हामी चाहिँ दिनभरि सुत्यौँ। अनि सुतेर उठेपछि चाहिँ के खाम भएर हामीले चाहिँ सिन्जु बनाएर खायौँ। अनि त्यसको बादमा हामी चाहिँ गयौँ बजार, के किन्नु थियो सामान। अनि यहाँ हेर्नु न चिप्स हालेँ कि यसले चाहिँ। अबदेखि त जिम जान थालेको छु, डाइटिङ गर्छु, बाहिरको केही खान्न भन्थेँ। केटी त बास्केटमा त चिप्सले भरिसकेपछि। अनि जुस हेरेर चाहिँ मैले राख्दो खानु हुँदैन, सुगर हालेको भनेको राखी। अनि आजको लागि यति नै। बाइ बाइ गाइस, भेट्नेछु नयाँ भिडियो।